Happy birthday to you. Happy birthday to you. Happy birthday to you. गजब बेइज्जती है। मैले बाटोमा एउटा बहिनी भेटेको थिएँ साह्रै दुखी गरेको छ मैले भित्र लिएर आएँ रजनीको पार्टीमा लिएर आएर एलर्जी भएर आउँछ तैँले पुगेरै खाएको नपुगेर खाएको कराइ नै भयो यति मात्रै खन्जा चाहिँ उयो छेउकी रहेछ खा पनि खा खुला खाना खाइयो है उठ्न नि नसक्ने भयो है ल म तन्न पर्यो होइन फाइनली हामी चाहिँ अब रजनीको बर्थडे चाहिँ एकदम स्पेसल तरिकाले मनाउने भन्ने हिसाबमा चाहिँ हामी अब रजनीको कोठामा एकदम सरप्राइज दिन भनेर जाँदैछ हामी 3 जना होइन म मेरो बहिनी बिनी त्यसपछि मेरो साथी सबिन अनि उता अब रजनीको छँदैछ होइन तर यस्तो प्लान गरेर हामीले चाहिँ उसलाई अब यस्तो सरप्राइज दिन लाग्दैछौँ होइन सबिनले चाहिँ भेट्न पाएको थिएन अनि सबिनलाई लिएर आएर हामी पनि पछाडि देखेर ट्याक्क लाग्छ अब हामीले उयस त बिहानै गरिसक्यो तर स्पेसल चाहिँ अब हुन्छ है त हाम्रो केक भयो अनप्लान सरप्राइज दिँदा हो क्या यो फेरि है प्लान पनि होइन गइदिउँ न त भनेर हो लेट्स गो तर मलाई चाहिँ डर लागिरहेको छ कि लागिहाल्छ अब होइन एकदम प्लान गरेर आएको पनि होइन त्यो हो कि रजनी किन यता खै त रजनी के पकायो Happy birthday to you. कस्तो लाग्यो हाम्रो सरप्राइज हामी मासु नि बोकेर छौँ हामी चाहिँ रजनीको कोठामा आइपुग्यौँ अनि एकदम अब नर्भस जस्तै छ होइन कस्तो लागिरहेछ कस्तो ल केक देखाइदेऊ रजनी ह्याप्पी बर्थडे रजनी खानी छ हामी नै हो यत्रो ज्यान भएको मान्छे बोकेर रहेछ यिनीहरूले मलाई
यिनीहरूले मलाई 3 घन्टा कुरेको छ यिनीहरूले मलाई अफिस सकेर होइन के त्यसले त ठोकिन लायो भन्दै थियो नि म फोन गर्दै थिएँ ठ्याक्क अगाडि खुल्दै के डर लाग्यो ठ्याक्क अगाडि खुल्दै हामी पनि डराउँदा आएको हो कसम है हामी पनि डराउँदा आएको है हामी पनि डराउँदा आएको र म गफ गर्दै आएको धन्न बाहिर निक्लेन है बाहिर निक्लेर चाहिँ फ्लप हुन्छ उसको इक्जाम सक्यो नि मेरो अफिस 4 बजी छुट्टी हो नि ऊ कुरेको कुरै हेर है ल यो त लास्टै भयो रुल न कामे के थर तिमी नकाम न तिमी नकाम ल अब यही बिस्तारमा होइन कि म लिएर आउँछु भने चाउचाउ बोकेर आउँदा होला नि यिनी आएपछि पकाउँछु भन्दै बसेँ अनि हातमा सँगै कसरी खान्छ ल आज बिचार बिताइदिन नि यसलाई निकाल लिएर काटौँ त्यही भएर म हातमा होइन सब भुइँमा खान्छ गाडी त एक्सट्रिम भइगयो कस्तो कस्तो यहाँनिर लाइट बोकेर आउँदै ल हाम्रो जुगाड हो जुगाड हो यो हाम्रो चक्कु खै चाहिँ चक्कुले पड्किर बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु सब ओछ्यान भरि पारे हो ल हाम्रो रजनीको बर्थडे हामी चाहिँ खुसी भयौँ हामी चाहिँ खुसी भयौँ तर अचम्मै भयो आज चक्कु चाहिँ ल्याइ किन के कस्तो गनायो काटौँ 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 सुरु गरौँ सुरु गरौँ सुरु गरौँ ल फेरि ताली पड्काऊ ए टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे रजनी ह्याप्पी बर्थडे टु यु ल ओ ल म खान्छु ल ल अहिले पनि खुवाइदियो नि रजनीलाई होइन रजनी र अनि तिमी तिमी बिनी बिनी म त अलि धेरै भन्दै फेरि सबिन तिमी चाहिँ फोटो लिऊ न 1-2टा खै बिनीको मोबाइलबाट फोटो लिऊ न फोटो त लिनु पनि यहीँबाट अलिक क्लिक हान्नुपर्छ ए खिच्या खिच्या ए मिठो छ गाइस ल भन मैले पानी चुयो रजनीको घरमा पानी चुइदो रहेछ अनि रजनीको घरमा पानी चुइन लाग्यो भने माथि हेरेको आफूले स्पेस हालेर म हेर्नु त ल माथि स्प्रे हानेर पानी चुयो भन्छ यहाँ हेर्ने त फ्लेभर आइसक्यो अर्को ओ ल थ्याङ्क यू काट खिच्ने ल ठिक छ मिठो छ ल यो चाहिँ अर्को केक हाम्रो बहिनीले लिएर आउँदा तेज तेज वाइ 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 हाल यसले खाना जन्मिया हो खाओ खाओ ठुलै ठुलै टोड्नुपर्छ ज्यान देखेर बहिनी पनि ज्यान देखेर तर्छ तेरो खान्छ भनेर तेरो खान्छ 1 2 3 भनेर हेर्यो रजनी चाहिँ अझै केही सरप्राइज छ क्या तर्सिरह होला के अन्त स्टेप स्टेपमा दिनुपर्ने के सरप्राइज पनि के भन्न बाहिर उहाँबाट देखेन भन्न धन्न बाहिर आएर हो न लुकेको त पोल पोलमा लुकेको कोही ऊ बाइकले पर भागेको मान्छेहरु सबैले किन एउटा क्यामेरा समाएर उ गरेर छ ओए आज के गर्दा अहिले यति मात्र है हामी यो भन्दा धेरै छ अहिले स्टार्ट चेरी हाल्न चेरी 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 त मन पर्दैन मलाई मनपर्छ कि चेरी म टिपेर खान्छु ल रजनीलाई खुवाउदिनु पनि हामी मात्र गमगम खाएर खाइदिएको है पुगिसक्यो नि बिचरालाई भएन गाइस केक कस्तो छ मिठो छ मलाई लास्ट टेन्सन लागेको थियो त्यो टेन्सन मात्र कुरा नगर्न कामिरहेको थियौँ यहाँ ऱ्यान्डम बेकरीबाट लिएर आएको हो नि त अर्डर दिएर पनि होइन नि त अनि त्यही भएर चाहिँ
के बनाएर खुवाउँछौ खाऊ है हामीलाई। मनै लाग्दैन है त्यसले। खोइ कलेज गरेको घरमा पनि त्यही हो। घरि यता घरि उता घरि के घरि पल्टिने घरि उनी घरि सबै यहाँ चल निकाल्छ नगर है। घरि मोबाइल हेर्ने घरि टिभी खोलेर युट्युब चलाउने। बहुत मिठो छ। तेल पर्दैन पुग्छ हौ। एकजना हाँसे मुच्छा पर हाँसेको एउटा। अमन भइहाल्छ क्या। ए अर्का भाग छोड्न आएको आफ्नो भाग खाइ खाइ पनि एउटा के पुरै सिँगै सकेको उसले उयो मान्छेले। एक पाउन्ड केक जमानामा एक्लै खाएको मैले। अनि त्यसपछि चाहिँ अनि मलाई त्यो केक भन्नु कि एलर्जी भएर आउँछ। कहिलेको प्लान हो र यो यार कहिलेको हिजो भने है दिउँसोतिर हो र गाइस हाम्रो रजनीलाई चाहिँ अलिकति मर्की लागेर स्वर पनि अर्कै भइरहेको रहेछ। सन्चो पनि छैन तर नर्भस पुरै नर्भस यति नर्भस। ओइ मैले यहाँको खाएकै छैन त। यहाँको मैले खाएकै थिएन। तिमीहरू कसरी खायो यत्रो धेरै चेरी? गाइस मलाई त चेरी मात्र खाँदैछ नि एउटा। होला त्यहाँ हो आधी खान्छु न। म चाहिँ यता भिडियो बनाउनु थालेँ उता टोलेर आधी केक भइसकेछ। चम्ची निकाल्नु हातले खायो नि के हुने क्या आफ्नो हो। ममा हातले खान्छु भन्थे मिम्छ नि एउटा म नि खान्छु हातले। फेरि मेरो नाम चाहिँ मेरो लिँदा रहेछ नि गम गम हाल्दैछ आफूमा खाँदो रहेछ। म चाहिँ भिडियो बनाउने गाइज मैले त्यसो स्वर सारमा पारिदिएँ यार। ल मैले रजनीलाई खुवाइदिएको छैन के खाने। ल के गर्ने चाहिँ बिर्सिन्छ क्या। के गर्नु हामीलाई केही स्पेसल पाक्दैछ त्यहाँनिर। हामी खानलाई तम तयार छौँ हामी। हुँदै हुँदैन। तिमीले दिउँसै फोन गरेको थियौ ए एकदम सिधा फोन गरेको अनि त्यसपछि तिमीले अड्काइदिइहाल्यो। 2 घन्टा 3 घन्टा लगभग तिमीले 1.5 घन्टा हिजैबाट थियो के रमाइलो भइ भएन त्यति भन। यति भन हामीलाई। झन्डै बिहोस भएन यार। हामी नै बाटोमै बिहोस भयो झन्डैमा। एउटाले गेट खोल्यो सुन है एउटाले गेट खोल्यो गेटबाट बाइक हाल्यो। अब हामी दुइटा देखिनु भएन। एउटा उयो पोलमा लुकेको छ म बाइक लिएर पछि ब्याग फेरि बाइक पनि ब्याग हान्दै पछाडि लिएर गयो तल पुऱ्याएको छु मेरो बाइक फेरि पोल पनि म त अर्का घरमा लुकेको यतापट्टि पल्लो घरमा लुकेको। मैले हिजै भनेको घर देखाएको छैन भनेको हामी एकचोटि गएको छौँ भने के यसले हो त। तै बैनुमा बस्नु बैन बस्नु। भित्रकै मान्छे हो यो जाडोमा बाहिर निकालिदिएर सिरकबाट राजनी टुक आज त भ्याउँदैन। के खानुपर्छ बहुत मिठो छ। अरे आफ्नो मस्तो छ आज त्यस्तै छ मस्त धेरै
मलाई हार्मोनियम चाहिन्छ यसलाई गिटार चाहिन्छ अब सक्यो सक्यो खेरि जसको चाहिँ दाँत किराले खाएर भसक्कै पारिसकेको उयो चाहिँ मान्छे हामीलाई चाहिँ रजनीले अब पुरै खानेकुराहरू व्यवस्था गर्दैछ बर्थडे पार्टी तर यस भन् अलि धेरै गुन्छ हजुर कहाँ हजुर ऊ जिब्रो जिब्रो ल ल ल ल ल म लिएर आउँछु गाइस म चिसो कोकले के हानि कोको गरेर खान्छ है रजनीले गरेर चाहिँ खान्छ कल गरेर चाहिँ एकजनाले अनि त रजनीले पकाउँछ मलाई थाहा छ ठिक छ ल सबै हामी चाहिँ वेटिङमै छौँ है भोक लागिसक्यो हामीलाई बिहानी भइसक्यो भोक पनि लागिसक्यो अब बिचरा सबैले त 9 बजी भात खाएको मैले त कमसेकम स्कुलमा भयो नि चौचौ भयो अलिकति खाएर आएको धनी नखाएर आएको यो मासु पकाउने मान्छे चाहिँ को हो मिठो असाध्यै मिठो सबिन कस्तो छ त मासु मिठो असाध्यै मिठो रजनी तिमी खुसी त छौ नि रजनी तिमी खुसी त छौ नि कि छैनौ भन नभए हामी बाटोतिर खान्छौँ अनि बोकेरै जान्छौँ यो के बोकेर जाने भाँडामा पनि बोक्नु म जानु खानेकुरा त छोडेर हिँड्ने कुरा भएन नि त खाएर जाने सब खानामा व्यस्त हुनु खाना फेरि गर त त्यो मुख यस्तो गरेर कसो खाने नि आज भ्याइ नभएछ रजनीलाई बनाएको आएछ बर्थडे विस रातभरि आउनेवाला छ आजको बर्थडे विसको के सबैको प्यारो मान्छे गाईले खुवाउन आएका कि खाना आएका भक्कु आफै हालेको अनि भाइ अन्त पुग्छ हजुर सरी पनि त गर्नु पऱ्यो नि त होइन तिम्रो आफू मात्र नखाए रजनी रानी खुवा खाएको नपुगे खाएको कराइ नै भयो हन 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 खा बिनी खा खा कि घोडीले खान्छ कि छोरीले खान्छ खा बिनी खा घर खाना दिँदैन कि क्या यसलाई मैले बाटोमा एउटा बहिनी भेटेको थिएँ साह्रै दुखी गरिन्छ मैले आएर भित्र लिएर आएँ रजनीको पार्टीमा लिएर आएर केटाहरूले भिडियोहरूलाई चाहिँ यति मात्रै खन्जा चाहिँ उयो छेउकी रहेछ त्यो त दुईजना चाहिँ एकदम संस्कारी रहेछन् भन्दा
ल ल ल ल ओ हिउँ पऱ्यो हिउँ पऱ्यो ल ल अब चाहिँ अब खाइयो है उठ्न नि नसक्ने भयो है ल म तन्न पर्यो होइन उताबाट हिउँ छ्यापेको छ मलाई होइन सो त्यही नै हो अब एकदम बर्थडे राम्रै भयो रमाइलो भयो होइन Happy birthday to you. Happy birthday dear Rosie. Happy birthday to you. वास्तवमा भन्दाखेरि चाहिँ यी दुईजना साह्रै नै एकदमै मिल्ने साथीहरू ल ल ल त बोल्नै दिएन यो गाइज ल केही भन्नु छ अन्तिममा ल ल त्यही नै हो अनि बर्थडे चाहिँ एकदम राम्रोसँग मनाइयो एकदम रमाइलो गरियो रजनीलाई एकदम खुसी बनाइयो हामी पनि खाइयो खुसी भइयो होइन यस्तै नै हो ल अब हामी चाहिँ नेक्स्ट भिडियोमा फेरि भेट्नेछौँ भन्दै अब हामी चाहिँ जानुपर्छ यहाँबाट 15 किलोमिटर है त ल बाई बाई ल बाई बाई ल बिनीको नि बाई बाई है त ल